राइट नाउ तपाईको ब्रेन बिस्तारै ड्यामेज हुँदैछ। तपाईँ एउटा यस्तो ह्याबिट लुपमा फसिसक्नु भएको छ जसले गर्दा तपाईको इन्टेलिजेन्स र मेमोरी दुवै कमजोर हुँदैछ। विश्वास लाग्दैन? ठिक छ, लेट्स डु अ एक्सपेरिमेन्ट। तपाईँ एकछिनलाई इमेजिन गर्नुहोस् कि रातको 10 बजिरहेको छ। सुत्नुभन्दा अगाडि तपाईँ टिकटक और इन्स्टाग्राम ओपन गर्नुहुन्छ अनि स्क्रोल गर्दै जाँदा त्यहाँ एक रिल देखिन थाल्छन्। जस्तै एउटा फनी मिम, एउटा ट्रेन्डी सङ, एउटा डान्स भिडियो और कुनै मुभीको छोटो सिन। फेरि अर्को फनी मिम, अर्को फेस, अर्को डान्स। अनि अचानक तपाईँ रोकिनुहुन्छ। घडीमा हेर्दा 12 बजिसक्यो। समय कति चाँडै गयो थाहा नै भएन। अब तपाईँ सोच्न थाल्नुहुन्छ, मैले फर्स्टमा कुन भिडियो हेरेको थिएँ, तर केही याद आउँदैन। एउटा ब्लर इमेज मात्र छ दिमागमा, तर एक्ज्याक्टली के थियो त्यो याद छैन। तर किन हामीलाई यस्तो हुन्छ त? एन्सर सिम्पल छ। जब तपाईँ धेरै कन्टेन्ट एकै साथमा कन्ज्युम गर्नुहुन्छ, त्यति बेला तपाईँको ब्रेनले त्यो सब इन्फर्मेसनलाई प्रोसेस गर्न सक्दैन र स्लो हुन थाल्छ। र यही कारणले गर्दा 15% मान्छेले मात्र यो भिडियो अन्तिमसम्म हेर्न सक्छन्, किनभने अहिलेको समयमा 80 to 90% को अटेन्सन स्प्याम एउटा गोल्ड फिस जति छ र यसैलाई नै ब्रेन रट भनिन्छ। अबको आउने 10 मिनट मात्र मसँग रहनुहोला। म तपाईलाई एक्ज्याक्टली देखाउँछु कि कसरी यो प्रब्लमले तपाईको ब्रेनलाई रिवायर गरिरहेको छ, तपाईको अटेन्सन र फोकसलाई विक गराउँदैछ र तपाईलाई स्लोली स्टुपिड बनाउँदैछ। र सबभन्दा इम्पोर्टेन्ट, यसको क्योर के हो? स्टार्ट गर्नुभन्दा अगाडि म यो चाहन्छु कि तपाईँ आफ्नो अटेन्सन स्कोरलाई चेक गर्नुहोस्। तपाईहरू जस्ट यो स्क्रिनमा दिएका यी क्वेसनको एन्सर यस और नोमा दिनुहोस्। हरेक यसको 1 पोइन्ट हुनेछ। तपाईले यो भिडियो एकछिन पज गर्न सक्नुहुन्छ। यदि तपाईको स्कोर 1 देखि 3 सम्म छ भने तपाई यो भिडियो यही छोड्न सक्नुहुन्छ। तर यदि तपाईको स्कोर 4 भन्दा बढी छ भने यो भिडियो तपाईको लागि एकदमै इम्पोर्टेन्ट हुनेवाला छ। सबभन्दा पहिला त ब्रेन रट कुनै मिम हैन। अक्सफोर्डले यसलाई वर्ड अफ द इयर डिक्लेयर गरेको थियो। ब्रेन रटको मिनिङ हो कुनै पनि लो क्वालिटी और मिनिङलेस कन्टेन्टलाई हदभन्दा धेरै कन्ज्युम गर्नु, जसले तपाईको ब्रेनलाई कमजोर र स्लो बनाउँछ। फ्र्याङ्कली यो प्रब्लम आज हरेक त्यो मान्छेसँग छ जसले डेली सोशल मिडियामा सर्ट्स हेर्ने गर्छ। युसी इर्भाइनको रिसर्च अनुसार 2004 मा एउटा एभरेज मान्छेको अन स्क्रिन टाइम 2 मिनेट 30 सेकेन्ड थियो, तर अहिले त्यो घटेर मात्र 47 सेकेन्ड भएको छ। यसको मतलब पछिल्लो 20 वर्षमा तपाईँ हाम्रो अटेन्सन स्प्याम लगभग 70% ले ड्रप भएको छ। एन्ड इट्स गेटिङ वर्स। आजको दिनमा ग्लोबल्ली एडल्ट्सहरू एभरेजमा 9 घण्टा स्मार्टफोन युज गर्छन् र टिनएजर्सहरूमा यो नम्बर 9 घण्टा भन्दा बढी छ। तर यत्रो समय केसमा र कहाँ जान्छ त? लो क्वालिटीको वायत कन्टेन्टहरूमा, जुन बेसिकल्ली एउटा डिजिटल जङ्क फुड जस्तै हो। सायद तपाईहरू कतिलाई आज फोन बिना जिन्दगी अधुरो लाग्छ होला। नोटिफिकेसन आउन पाएको हुन्न, हात भने अटोमेटिकल्ली फोनतिरै जान्छ होला। र साँच्ची भन्नुपर्दा यो भिडियो मैले बनाउनुको कारण पनि यही हो। मैले पर्सनल्ली यो प्रब्लम फिल गर्दै थिएँ। पहिला मैले बुक्सहरू मजाले पढ्न सक्थेँ, तर आज मलाई 10 पेज नै पढ्न गाह्रो हुन्छ। कहिले कसो त एउटा मुभी भ्याउन पनि 2-3 दिन लाग्छ। यस्तो लाग्छ कि हाम्रो सोच्ने क्षमता नै कमजोर हुँदै गइरहेको छ। तर मेन प्रश्न यो हो कि केही सिम्पल भिडियोहरूले हाम्रो ब्रेनलाई कसरी यत्रो इम्प्याक्ट पार्न सक्छ त? एन्सर डिजिटल ब्रेन रिवायरिङ। यो हो कोकोमेलन, हरेक बच्चाको फेभरेट युट्युब सो, जसमा 196 मिलियन सब्सक्राइबर छन् एन्ड 200 बिलियन भन्दा बढी भ्युज छन्। यो बच्चाहरूको रियाक्सन हो कोकोमेलनको म्युजिक सुन्दा बित्तिकै। कोकोमेलनको लगातार बदलिने सिन, ब्राइट कलर एन्ड नन स्टप म्युजिक एउटा चिजको लागि डिजाइन गरिएको छ, बच्चाभित्रको सडन रेस्पोन्सलाई ट्रिगर गर्न, जसले गर्दा बच्चाहरू लिटरल्ली एउटा ट्रान्स स्टेटमा जान्छ। धेरै प्यारेन्टहरूले यो नै नोटिस गरेका छन् कि उनीहरूको बच्चा यस्तो खालको भिडियो हेरिसकेपछि एकदम इरिटेट बिहेभ गर्न थाल्छन्। उनीहरूलाई राम्रो एक्टिभिटिजमा फोकस गर्न गाह्रो हुन्छ। यदि यो कुरालाई ध्यान दिएर हेर्ने हो भने यो एउटा ड्रग एडिक्सन जस्तै हो। स्टडिजले देखाएको छन् कि बच्चाहरूमा धेरै स्क्रिन टाइम भएकाले उनीहरूको दिमागको एक पार्ट, जसलाई प्रिफ्रन्टल कोर्टेक्स भनिन्छ,
त्यो कमजोर हुने गर्छ, जो रिडिङ, लर्निङ र डिसिजन मेकिङको लागि रेस्पोन्सिबल हुने गर्छ। तर यो बच्चालाई मात्र होइन, हामीलाई पनि हुने गर्छ। वाइफाई एकछिन स्लो हुँदा बित्तिकै फ्रस्ट्रेट हुनु, वेटिङ गर्नै नसक्नु, बोल्ने बेला के भन्न लागेको थिए अचानक बिर्सिनु, यो सबै त्यसैका सिम्पटम हुन्। तर प्रब्लम यतिमै सकिन्न। आजभोलि एउटा अर्को प्रब्लम नै छ जुन एकदमै फास्ट ग्रो हुँदैछ, जसलाई द गुगल इफेक्ट भनिन्छ। यसको मतलब जब तपाईँको ब्रेनलाई लाग्छ कि सबै इन्फर्मेसन गुगलमै इजिली एभाइलेबल छ, तपाईँको ब्रेनले त्यो इन्फर्मेसनलाई याद राख्न जरुरी ठान्दैन, अनि रिजल्ट हाम्रो ब्रेन विक हुन थाल्छ र नलेजको डेप्थ सकिँदै जान्छ। स्टडिज भन्छन् हामीलाई क्रिएटिभ आइडिया तब आउँछ जब हाम्रो ब्रेनले पुरानो मेमोरीलाई जोडेर नयाँ कनेक्सन बनाउँछ। तर मेमोरिज नै स्टोर भएन भने क्रिएटिभली सोच्ने इम्पोसिबल नै हुन थाल्छ। र सबभन्दा डेन्जरस कुरा यो हो कि रिवायरिङ सोचसम्म मात्र लिमिटेड छैन। स्टडिजले देखाएका छन् कि धेरै स्क्रिन टाइम हुनेहरूको ब्रेनमा सेरेब्रल कर्टेक्स पातलो हुँदै जान्छ, जो हायर लेभल थिङ्किङको लागि रेस्पोन्सिबल हुन्छ। अझै यसको बारेमा रिसर्च चलिरहेकै छ कि एक्ज्याक्टली यस्तो किन हुन्छ। तर एउटा कुरा चाहिँ क्लियर छ, तपाईँको डेली स्क्रोलिङ ह्याबिटले लिटरल्ली तपाईँको ब्रेनको सेप बदलिरहेको छ। अहिले पनि जुन टाइममा तपाईँ यो भिडियो हेरिराख्नु भएको छ, तपाईँको ब्रेन रिवायर हुँदैछ। तर फरक सिर्फ यति छ कि यो पालि तपाईँको ब्रेनले यो बुझिरहेको छ कि एक्चुअलीमा भइरहेको छ, र यो बुझ्न जरुरी पनि छ। किनकि हामीले यो बुझ्नुपर्ने हुन्छ कि हाम्रो ब्रेन इन्फर्मेसनलाई प्रोसेस गर्नको लागि इभल्भ कसरी भएको थियो। टाइममा थोरै पछाडि जाऊँ, हाम्रो ब्रेन लाखौँ वर्ष अगाडि नै एउटा कुरामा इभल्भ भएको थियो, केमा फोकस गर्ने र केलाई इग्नोर गर्ने। त्यो बेला डोपामिनले नै हामीलाई सर्भाइभ गर्न, लर्निङ र फोकस गर्नमा हेल्प गर्थ्यो। तर पछिल्लो 12,000 वर्षमा सबै कुरा बदलियो। फार्मिङ, साइन्स, टेक्नोलोजी र मात्र केही समय अगाडि इभोल्युसनको हिसाबले इन्टरनेट र स्मार्टफोन आयो। अब प्रब्लम यहाँ के छ भने हाम्रो ब्रेनको डिजाइन अझै पनि पुरानै छ। यसलाई आज एउटा सर्भाइभल सिग्नल र फन्नी क्याटको भिडियोमा केही फरक नै थाहा छैन, किनभने ब्रेनले आजको दिनमा नोटिफिकेसन, लाइक र स्क्रोलमै पनि डोपामिन रिलिज गर्न थाल्छ। साइन्टिस्टहरूले यसलाई कग्निटिभ बिहेभियर मिसम्याच भन्छन्। यसको मतलब यो हो कि हाम्रो इन्भाइरोमेन्ट एकदम फास्ट चेन्ज भइरहेको छ, तर हाम्रो ब्रेनले अझै पनि त्यसरी नै सोच्छ कि हामी जङ्गलमै बस्छौँ, र त्यो सायद गलत पनि छैन। किनभने आजको मोडर्न जङ्गल भनेकै सोसियल मिडियाको एल्गोरिदम हो, र एल्गोरिदमलाई एउटा मात्र कुरासँग मतलब छ, इङ्गेजमेन्ट। तपाईँलाई कसरी हुन्छ आफ्नो प्लेटफर्ममा अल्झाएर राख्ने। वी मे थिङ्क वी आर इन कन्ट्रोल, बट एल्गोरिदम आर डिसाइडिङ हाउ वी थिङ्क। कन्टेन्ट क्रिएटर्स, जसमा म पनि पर्छु, हामी सबै एल्गोरिदमको प्रेसरले गर्दा एउटै कुरामा कम्पिट गर्छौँ कि कसरी तपाईँको अटेन्सन होल्ड गर्न सकिन्छ। तर यसैको चक्करमा आजकल जस्ट अटेन्सनलाई फोकस गरेर केही क्रिएटर्स बनाउँदाहरूले यस्ता भिडियो नि अपलोड गर्न थाल्छन् जस्ट टु किप यु देयर फर मोर टाइम। एउटा स्टडी अनुसार एभरेज युजरको फिङ्गर 20 दिनमा माउन्ट एभरेस्ट जति स्क्रोल गर्छ। युनाइटेड नेसन अफिस अन ड्रग्स एन्ड क्राइम अनुसार आज दुनियाँभरिमा 64 मिलियन मान्छेहरू ड्रग एडिक्सनबाट सफर गरिरहेको छन्, तर सोसियल मिडिया एडिक्सनबाट 210 मिलियन सफर गरिरहेछन्। जुन ड्रग कार्टेललाई यति ठुलो बिजनेस बनाउनमा कति सयौं वर्ष लाग्यो, त्यहाँ डोपामिन कार्टेललाई त्योभन्दा 4 गुणा ठुलो बिजनेस बनाउन केही वर्ष नि लागेन। तपाईँलाई यो कुरा एकदम सकिङ लागिरहेको होला, र यो छ पनि। तर गुड न्युज यो हो कि जुन भाइरसले यो चिजलाई यति पावरफुल बनायो, त्यही चिज नै यसको क्योर पनि हो, एन्ड द्याट इज न्युरोप्लास्टिसिटी। यस, जुन ब्रेन पहिल्यै रिवायर भइसकेको छ त्यसलाई रिभर्स नै गर्न सकिन्छ। र यो कसरी गर्ने, त्यसको लागि म तपाईँलाई 8 वटा सोलुसन भन्छु, जुन मैले आफैले एप्लाई गरेको छु, मेरो लागि काम पनि गरेको छ। एन्ड द फर्स्ट स्टेप इज एडमिट द प्रब्लम। सबभन्दा पहिलो स्टेप यो स्वीकार्नु हो कि मलाई प्रब्लम छ। जबसम्म तपाईँ आफूमा भएको प्रब्लम एक्सेप्ट गर्न सक्नुहुन्न, तबसम्म सल्भ नै गर्न सक्नुहुन्न। प्रोग्रेसिभ ओभरलोड फर अटेन्सन। हाम्रो ब्रेन पनि मसल जस्तै हो। यदि तपाईँको ब्रेन 30 सेकेन्डको सर्ट्स हेरेरै डोपामिन पाउनमा ट्रेन भइरहेको छ भने तपाईँ यो एक्सपेक्ट नगर्नु कि अर्को दिनमै तपाईँ 100 पेजको बुक एकैचोटिमा पढ्न सक्नुहुन्छ। सो स्टार्ट स्मल। फोन साइडमा राख्नुहोस् र दिनमा 10 मिनट पढ्न सुरु गर्नुहोस्, र यसै गरी भोलि 15, पर्सि 20 गर्दा गर्दै बिस्तारै आफ्नो ब्रेनको अटेन्सन मसललाई बिल्ड गर्न थाल्नुहोस्। डिजाइन योर इन्भाइरोमेन्ट।
सधैँ मोटिभेसनले मात्र काम गर्दैन। यदि फोन हातमा छ भने छिनछिनमै चलाउने चान्स हायर हुन्छ। सो आफ्नो इन्भाइरोमेन्टलाई यसरी डिजाइन गर्नुहोस् कि त्यस्तो कुरालाई रिच गर्न अलि अप्ठ्यारो होस्, जसले गर्दा तपाईँलाई फोकस गर्न अझ सजिलो हुन्छ। स्टार्ट योर मर्निङ राइट। दिनको सुरुवात कसरी हुन्छ त्यसले पुरा दिन सेभ गर्न सक्छ। यदि तपाईँले उठ्न बित्तिकै रिल स्वाइप गर्न थाल्नुभयो भने पुरा दिन त्यसै गरी डोपामिन चेज गर्न थाल्नुहुन्छ। बरु यसको सट्टा लो सिमुलेसन एक्टिभिटिजबाट स्टार्ट गर्नुहोस्, लाइक फोन बिना वाकमा जानु, किताब पढ्नु, मेडिटेसन गर्नु। डोपामिन रिब्यालेन्सिङ। दिनको 1 घण्टा आफ्नो लागि निकाल्नुहोस्, जुन समय तपाईँ इन्टेन्सनली केही पनि गर्नुहुने छैन। नो फोन, नो टिभी, नो म्युजिक, जस्ट तपाईँ र तपाईँको थट्स। किनभने यसको प्र्याक्टिसले तपाईँको डोपामिन रिसेप्टरलाई रिसेट गर्नमा हेल्प गर्छ। रिमुभ ट्रिगर्स। तपाईँ पनि आफ्नो फोनको सेटिङमा गएर कलरलाई ग्रे स्केलमा सेट गर्नुहोस्। जस्तै ब्राइट र भाइब्रेन्ट कलर हट्छ, फोन निस्यालो र बोरिङ लाग्न थाल्छ, र सँगसँगै सबै एप्सको नोटिफिकेसन पनि अफ गर्नुहोस्। कल र इम्पोर्टेन्ट मेसेजलाई मात्र अन राख्नुहोस्। डु मोर रियल वर्ल्ड एक्टिभिटिज। आफ्नो लाइफमा यस्तो एक्टिभिटिज ल्याउनुहोस् जसले तपाईँलाई रियल वर्ल्डमा प्रेजेन्ट राख्नुहोस्, लाइक स्पोर्ट्स, जिम, हाइकिङ एक्सेट्रा। किनभने यस्तो काममा फोकस र प्रब्लम सल्भिङ लाग्ने गर्छ, जुन तपाईँको ब्रेनको लागि एक्चुअल वर्कआउट हो। माइन्डफुल कन्जम्पसन। नेक्स्ट टाइम कुनै एप खोल्नु अगाडि 1 सेकेन्ड सोच्नुहोस्, मैले किन यो हेर्न लाग्छु, मेरो इन्टेन्सन के हो खासमा, केही सिक्नु छ र कि त्यसै म बोर भएर हो। यस्तै माइन्डफुल भएर जङ्क कन्टेन्टलाई नरिच कन्टेन्टले रिप्लेस गर्नुहोस्। यो सबै 8 स्टेप फलो गर्नुभयो भने यसले तपाईँ र तपाईँको फोकस एन्ड कन्ट्रोललाई ग्रो हुनमा हेल्प गर्छ। यदि तपाईँले यो भिडियो अहिलेसम्म हेरिराख्नु भएको छ भने कङ्ग्रेचुलेसन, तपाईँ अलरेडी टप 15%मा हुनुहुन्छ एन्ड यु आर सिरियस अबाउट इम्प्रुभिङ योर अटेन्सन स्प्यान। च्यालेन्ज अब यो हो कि तपाईँले आजदेखि नै स्टार्ट गर्नुहोस् र नेक्स्ट 7 डेसम्म तपाईँले आफ्नो अटेन्सन स्प्यानलाई रिलिजियसली ट्राई गर्न थाल्नुहोस्। हामीले भिडियोको स्टार्टमा जुन अटेन्सन स्कोर टेस्ट गरेका थियौँ त्यो तपाईँको डे 0 को स्कोर हो। सो 7 डेज च्यालेन्ज पुरा गरिसकेपछि आफ्नो स्कोर काउन्ट गर्नुहोला। आई एम स्योर यु विल सी द डिफरेन्स एज आई डिड। ब्रेन रट एउटा रियल प्रब्लम, तर हाम्रो ब्रेन फ्लेक्सिबल छ, जस कारण इट क्यान अलवेज चेन्ज। अफकोर्स यो सजिलो हुनेवाला छैन, यसको लागि डिसिप्लिन चाहिन्छ, बोर्डम सहनु पर्छ, बट यु विल नट रिग्रेट इट। सोच्नुहोस् त, यदि 7 दिनमै अलिकति इम्प्रुभमेन्ट आउन सक्छ भने 7 महिनामा कति ठुलो चेन्जेस आउन सक्छ होला। द चोइस इज योर। थ्याङ्क यू।